फिदिम फालोट सडक खण्ड अन्तर्गतको फेमे खोलामा 2081 असोजको दोस्रो साता आएको बाढीले पक्की पुल बगाएपछि अस्थायी डाइभर्सन मार्फत सवारी आवत जावतको काम भइरहेको छ। 7 महिना बित्न लाग्दा मात्रै बेली ब्रिज बन्ने बारेको चर्चा सतहमा पुगेको छ। यो बीचमा स्थानीय तह, प्रशासन, जनप्रतिनिधि लगायतले अन्य विकल्पका विषयमा अनेकन प्रयत्नहरू गरेको बुझियो, तर काम भने भएन। पछिल्लो समय नयाँ बेली ब्रिज उपलब्ध नहुने भन्दै 25 वर्ष अघि मेची राजमार्गको काबेली खोलामा हालिएको ब्रिज दिने सरकारी निर्णय भयो। चालु आर्थिक वर्षको बाँकी अवधिमा काबेलीको बेली ब्रिज ल्याएर फेमेमा जडान गर्न लगभग असम्भव जस्तै छ। सरकारले नयाँ बेली ब्रिजको व्यवस्था गरे पनि चालु आर्थिक वर्षभित्रै बनिसक्ने अवस्था पनि छैन। पुल ल्याउन किन नसकिने भन्ने बारे औपचारिक रूपमा कुनै विवरणहरू सार्वजनिक नभए पनि अवस्था त्यस्तै छ। बेली ब्रिजका लागि भनेर सरकारले 1,50,00,000 बजेट दिने भनिएको छ। सो बजेटबाट फेमे खोला जस्ता भौगोलिक अवस्थिति भएका खोलामा पुल बन्ने अवस्था छैन। यो पनि ठेक्का प्रक्रियामा जाँदा समय पुग्दैन। बेली ब्रिज निर्माण कार्यान्वयन गर्ने निकाय पूर्वाधार विकास कार्यालय पाँचथरका अनुसार सामान्य अवस्थामा ठेक्का प्रक्रिया पूरा गर्न 75 देखि 90 दिन लाग्छ। यही हिसाबले हेर्ने हो भने 2082 को असारभित्रमा काम गर्ने दिन लगभग 45 दिन हाराहारी छ। समयको हिसाबले पनि आगामी असारभित्र बेली ब्रिज बनिसक्ने अवस्था देखिँदैन। त्यसमा सरकारले छुट्याइदिएको बजेट 1,50,00,000 मात्रै हो। पुलसम्म पुग्ने सडक नै बनाउनु पर्ने अवस्थामा यो बजेटले बेली ब्रिज पुरा हुने अवस्था छैन। कार्यालयको एस्टिमेट अनुसार करिब 4 करोड रुपियाँ लाग्छ। बजेटका कारण पनि यही असारभित्रमा त्यस क्षेत्रका नागरिकले पुलबाटै आवत जावतको सुविधा लिन सक्ने अवस्था छैन। काबेलीको पुल ल्याउने वा नयाँ माग्ने, पक्की पुल बारेमा के गर्ने लगायतका विषयमा जिल्ला विपद व्यवस्थापन समितिले सोमबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा सर्वपक्षीय बैठकको आह्वान गर्यो। बैठकले फेमे खोलामा पक्की पुलका लागि अनुरोध गर्ने, हालको सहजताका लागि बेली ब्रिज माग गर्ने, बेली ब्रिज र अस्थायी डाइभर्सनको काम निरन्तर गर्ने सहितका निर्णय गर्यो। बैठकमा कसले के भने त सुनौ जिल्लाका सरकारवालाहरूको कुरा। त्यो अफिसले नै गरेको काम हो। त्यो चाहिँ कुन विधिबाट गरिएको हो, त्यो 48 दिनमा काम सम्पन्न गरेको अफिसले समन्वय गरेर बेली ब्रिज ल्याएर त्यहाँ के कसरी हामीले चाहिँ के अरे मानव शक्ति स्रोत उपलब्ध गराउन सकिन्छ त्यसरी गरियो भने छिटो हुन्छ। अनदर प्रोक्युरमेन्ट सिस्टमबाट त यो उसमा सम्भव हुँदैन। त्यो पनि एउटा पक्कै पनि विधिवत तरिकाले चाहिँ खर्च गरेर बनाएको रहेछ। जो ल्याएर गर्ने गरेको काम गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ। अब डाइभर्सनको कुरा त अब वैकल्पिक कुरा हो, त्यो त गर्नै पर्छ। त्यो त केही नलाग्दा गर्नुपर्छ। तर बेली ब्रिजको लागि हामीले चाहिँ गर्नुपर्ने जस्तो अफिसको जुन छ नि नीति नियममा व्यवधानहरू हुन्छन्, जुन प्रक्रिया पुरा नगरी गर्न नसकिने, त्यहाँ जुन हेवाखोलामा जुन 48 दिनमा काम सम्पन्न गरेको थियो, बेली ब्रिज उपलब्ध कसरी हुन्छ त्यो गरौँ र त्यो विधिबाट चाहिँ जुन ब्रिज निर्माण गऱ्यौँ भने हामी अलिक छिटो पुग्न सक्छौँ। अब के गर्ने भन्ने विषय चाहिँ महत्त्वपूर्ण हो। हिजोका दिनहरूमा हामीले गर्न सकेनौँ भन्ने तर्फ हामीले पनि सोच्नुपर्छ। र भोलिका दिनमा मैले हिजो समाज सञ्जालमा पनि स्ट्याटस आएको थिएँ। अब हामीले बेली ब्रिज बनाउन नसक्ने अवस्था सिर्जना भयो भने हाम्रो पहिलो प्राथमिकता डाइभर्सन गर्ने र दोस्रो प्राथमिकता भनेको 1 वर्षभित्र पुल बनाउनको निम्ति स्रोत सुनिश्चित गरेर ठेक्काको प्रक्रिया सुरु गर्ने। त्यो गरेपछि त्यसको लागि सडक बनाउने, स्रोत बनाउनेदेखि लिएर अरू काम बढी स्थानीय तहसँग साझेदारी गर्ने, त्यो किसिमको साझेदारी गरेर आजकै मितिदेखि जसरी 1,60,00,000 आज बजेट छ, भोलि त्यसलाई केही बजेट यो वर्ष आर्थिक वर्ष थपेर त्यसलाई के खर्च गर्ने, अरू काम त गर्न सकिन्छ, पुल बाहेक काम गर्न सकिन्छ। त्यो अनुसार 1 वर्षभित्र पुल बनाउने गरेको किसिमले गयो भने चाहिँ हाम्रो दीर्घकालीन समाधान जस्तो मलाई लाग्छ। किनभने हाम्रो प्रक्रिया हामीले देखिसकेका छौँ, 6-7 महिना भइसक्यो। एकपछि अर्को पुल बन्ने नबन्ने भन्ने विषयले बाहिर जुन किसिमको सार्वजनिक रूपमा टिप्पणी हुन थालेको छ, त्यसले त्यति राम्रो म्यासेज पनि गर्नु छैन। र आगामी वर्षमा पनि बेली ब्रिज बस्छ नै भन्ने त्यस्तो ग्यारेन्टी पनि छैन। त्यो हिसाबले तत्कालमा खोलालाई व्यवस्थापन गरेर खोला पनि व्यवस्थापन गर्नुपर्ने हामीले हेर्दा पनि देखिन्छ। त्यसलाई डाइभर्सन बनाउँदा पनि अहिले भएको सडक तपाईँको अहिले जुन विद्यमान अवस्थामा भएको सडक छ, त्यो सडकको ठुलो बाढी आउने त्यही भत्किने स्थिति हामी देखेका छौँ। त्यो भएको कारणले अहिले भएको बजेटलाई माथिल्लो निकायसित समन्वय गरेर तत्काल त्यो बजेटको त्यो बाटो पनि बनाउँदै लैजाने र पुलको ठेक्काको प्रक्रिया सुरु गर्यो भने त्यो चाहिँ दीर्घकालीन हुन्छ जस्तो मलाई लाग्छ। त्यसले के गर्छ त हाम्रो एप्रोच रोडको लम्बाइ पनि घटाउँछ र त्यसले चाहिँ कस्टिङ पनि घटाउँछ। जस्तो यहाँ चाहिँ 70 मिटरको बनिरहेछ के भन्छ हाम्रो उसमा मेची राजमार्गमा होइन,
त्यो त पहिला पनि त्यहाँ 48.8 बनायो त्यो जुन बगाएको थियो। अहिले 70 बनाउँदा त पुरै सेफ छ नि त। हामी पनि त्योभन्दा अगाडि को स्पानको मागौँ र जुन अहिले 1 करोड 60 विनियोजन भएको छ त्यसले डाइभर्सन र एप्रोच रोड चाहिँ बनाऊ होइन। मन्त्री विशेष परिस्थितिको लागि डिप्युटी उठाएर एस्टिमेट तयारै छ हाम्रो। प्रदेश सरकारसँग 7 दिनकै अवसरमा जाउँ त्यो डाइभर्सन र एप्रोच रोडको लागि। जग्गा विवादको लागि सबैजना जाउँ, अब त्यहाँ कसको जग्गा पर्छ मान्छे बोलाउँदै एउटा सहमति गरौँ होइन। त्यो गर्दा चाहिँ बेटर हुन्छ कि जस्तो लाग्छ। मैले धेरै कुराहरू आइसकेको छ। म अलिक ढिलो पनि भएँ, मलाई निकाल्नु थिएँ। अब यो धेरै कुरा आइसकेका छन्। यहाँ माछा मार्ने टिप थाप्ने कथा जस्तो पनि भएको छ। कोही टिप लगाउँ र चल्छ भन्ने पनि बुझेँ मैले। कोही अब पक्की पुलतिरै पुग्नुपर्छ भन्ने कुरो। र वास्तविकता चाहिँ अहिले भएको वास्तविकता हामीलाई दिनै पछि खोलाले दुःख दिन थालिसकेको छ। पहिलो पक्ष डाइभर्सनलाई व्यवस्थापन गरौँ, दोस्रो पक्ष मेरो छोटो भने दोस्रो पक्ष बेली ब्रिजको लागि तयारी हुन् र कुनै निकायले जस्तै इन्जिनियर साहबद्वारै राखेको मैले बुझिराखेको छु। तपाईँ डराउनु पर्दैन। प्राविधिक चिगुले यो लास्टमा ठोक्नुहोस्, त्यो माथिल्लो निकाय ठोक्ने हाम्रो पनि ठाउँ होला, त्यहाँ हामी पनि ठोकौँला, सबै लागौँला, जिल्लावासी लागौँला। जिल्लाको समस्या हो त्यो, त कुनै पार्टीको समस्या होइन नि। यहाँ पार्टीको मुख्य कर्मचारीले कसैले नबोलिदिनुहोस्, मेरो चाहिँ आफ्नो धारणा है। तपाईँहरू लाग्नुहोस्, हामी लाग्छौँ, कहाँ कहाँ के गर्नुपर्छ, पुल बन्नुपर्छ, सबैको भनाइ पनि त्यही छ, जनताको भनाइ पनि त्यही छ। र अर्को कुरो बाटोलाई आउनु थोरै बाटोलाई डाइभर्सन गरेर अलि माथिसम्म लाने भन्ने कुरामा चाहिँ यतापट्टिको वारिपट्टिको भाग चाहिँ साह्रै कपाल छ। माथिल्लो बाटो पनि तान्न सक्छ, लुम्रुका जाने बाटो त्यो साह्रै कमजोरी ठाउँ छ। त्यसले गर्दाखेरि त्यो जुन ठाउँमा अस्ति आइसा आउँदाखेरि सर्वे भयो त्योभन्दा विकल्प ठाउँ अर्को छैन। त्यसले गर्दा बाटोको दूरी पनि छोटो छ। त्यो बेली ब्रिज राख्नु पनि त्यहाँ उपयुक्त ठाउँ छ। हामीले अलिकति पारिपट्टिको पहरा र वारिपट्टिको अलिकति तल चाहिँ उ गरेर चाहिँ सुगम गरेर चाहिँ माथि लगेर बाटो गऱ्यौँ भने छिटोभन्दा छिटो पुल बन्छ। त्यसले गर्दा सबै लागौँ भन्ने मेरो लाग्यो। र म त औरा सबभन्दा धेरै त्यो खोलामा सबभन्दा पहिलो पुग्ने मान्छे पनि मै होला। मैले अब दुईटा मध्ये एउटा चाहिँ बेली ब्रिज अब कुनै हालतमा पनि बेली ब्रिज गर्दा राम्रो हुन्छ होला मेरो चाहिँ राय चाहिँ। भएन भने त विकल्पमा डाइभर्सन त हामीलाई गर्नुपर्छ। डाइभर्सन अहिले पनि छँदैछ र अझै मजबुत गर्नुपर्ने स्थिति छ त्यहाँ। दिने पर्ने र रात दिन जतिखेर पनि कोअर्डिनेसन प्लस फिजिकल्ली उपस्थित हुनुपर्ने हामी जतिखेर पनि तयार छौँ। तर यसका बावजुद पनि हामीहरूले गर्नुपर्ने क्रिया जुन अहिले यो अप्सनहरूको कुरा आयो त्यो बेस्ट अप्सन कुन हुन्छ र त्यसलाई हामी कसरी चाहिँ अब यसलाई आज होइन भोलिदेखि नै यसलाई चाहिँ इम्प्लिमेन्ट गर्ने तरिकाले हामी कसरी जान सकिन्छ त्यो चाहिँ अब इम्पोर्टेन्ट हो। अहिले यो यत्रो धेरै मान्छेहरू जम्मा हुनुको यो जिल्लाभरिको यो लेभलको मान्छेहरू उपस्थित हुनु भने पक्कै पनि यसमा कुनै कुनै गाम्भीर्यता छ। तर यो भोलिदेखि नै इम्प्लिमेन्ट हुने तरिकाले हामी लाग्न सक्यो भनेपछि हामीले असारको 15 भनौँ अलिकति मिड रेनी सिजनको त्यहाँसम्म चाहिँ हामीले कुनै न कुनै एउटा चाहिँ गऱ्यो भने त्यसपछि हामीले के गर्न सकिन्छ, हामीसँग डेडिकेटेड फोर्सेस पनि हुन्छ। तत्काल अवस्थामा हामीले के गर्छ त्यो गर्न हामी चाहिँ सक्षम रहन्छौँ। अब बेस्ट अप्सन अब देख्दाखेरि अब बेली ब्रिजको कुराहरू लगभग टुङ्गे जस्तो पनि लाग्यो। यहाँ कुनै न कुनै रूपले यातायात आवागमन गर्ने बाटो खुलाउन भने म पनि त्यही क्षेत्रको एउटा नागरिक धेरै ठुलो समस्या त्यहाँको जनताले गर्नुपर्छ। खाद्यान्न त स्टोर गरेर राख्ला, तर त्यो बिरामी भयो डेलिभरीको स्थिति आयो भने के गर्ने। कहिलेकाहीँ आधा घन्टा 1 घन्टाको ढिलो हुँदा पनि मान्छेले ज्यान गुमाउनु पर्ने स्थिति हुन्छ। सबैभन्दा ठुलो समस्या त्यो बेली ब्रिज। अघि टेक्निकल कुरा पनि सुन्यो, बेली ब्रिज फुस्काएर ल्याएर बनाउने स्थिति छैन, तत्काल बनाउन सक्दैन। ढिलो त बन्ला तर तत्काल बनाउनु। अर्को बेली ब्रिज नयाँ बेली ब्रिज सुनिश्चित छैन, कहाँ छ भनेर टुङ्गो छैन। यस्तो अवस्थामा छौँ हामी। अझै पनि हामी दुधारमा छौँ। धेरैजना बोल्ने अग्रज हजुरले चाहिँ डाइभर्सनको सम्भव होला कि भन्ने खालको कुरा गर्नु। जसरी हुन्छ डाइभर्सन सम्भव भए पनि बेली ब्रिज यदि कहीँ छ हाम्रो पहुँचले पुग्छ भने पहिलो प्राथमिकता बन्छ भने चाहिँ है
काहीँ नयाँ बेली ब्रिज ल्याएर बन्छ भने चाहिँ पहिलो प्राथमिकता बेली ब्रिजलाई दिनु होइन भने चाहिँ अब डाइभर्सनतिर नगएको विकल्प छैन कि जस्तो लाग्यो समय रहेछ कहिले समस्या आउँछ ठुलो तत्काल के गर्दा सहज गर्न सकिन्छ त्यो गर्नु पर्यो डाइभर्सन हो कि बेली ब्रिज उपलब्ध हुने हो कि त्यतै जाउँ भोलि त हामी नै हो सबै सेना प्रहरी दल के भएर अब विभिन्न समस्याहरू फेस गर्नुपर्छ त्यसले गर्दाखेरि तत्काल सहज हुने उपाय हो योभन्दा अघिल्लो पटक विगतमा असार 2 गते बगाएको बेली ब्रिज हामीले साउन 2 गते गाडी तारेका थियौँ भनेको छोटो बाटोबाट जाँदा बेली ब्रिज गर्न सम्भव छ अब ल्याउने कुरा चाहिँ जुन टेक्निकल पाएको छ अब नयाँ बेली ब्रिज आएन भने चाहिँ फेरि पुरानो खोलेर ल्याएर 1 महिनामा बन्ने चाहिँ अवस्था छैन अब भोलि चाहिँ त्यो क्षेत्रका चाहिँ व्यवसायी त्यो क्षेत्रका नागरिकहरूलाई खाद्यान्न सङ्कट लगायत विविध विषयमा कालाबजारीदेखिका कुराहरू भोलि उठ्न सक्छ त्यो सम्भावना पनि छ त्यसले गर्दा यसको विकल्प भनेको के हो भने योभन्दा चाहिँ अघिल्लो बाढीमा बगाएर चाहिँ डाइभर्सन बनाएको फालेरुङमा कङ्क्रिटवाला जुन डाइभर्सन थियो त्यो अहिलेसम्म पनि बगाएको अवस्था थियो त्यसले गर्दा के हो भने बेली ब्रिज चाहिँ ल्याउनै पर्छ त्यो एउटा बाटो भयो प्लस चाहिँ नि त्यो कङ्क्रिटवाला चाहिँ हामीले डाइभर्सन बनाउन सक्यौँ भने चाहिँ अहिले तत्काल है समस्या हुँदै गर्छ भन्ने मेरो बुझाइ हो हामीले यति नै कुरा 12 भाइ माझीले सल्लाह गर्दा सधैँ 12 भाइ बोकाएर लगेको जस्तो लाग्छ मलाई चाहिँ किनभने स्थानीय सरकारहरू हुन्छ आफ्नो निर्णयमा चाहिँ आफूले कार्यनीति बनाउन सक्ने क्षमताहरू छ अब माथिबाट आएको बजेट जुन अहिले थोरै बजेट आएको बुझ्नु र हामीले यदि सुन्दै जाँदा त हामीले 1 महिना 2 महिना अगाडि नै त्यो पुललाई ब्रेकडाउन गरेर ल्याएर आउनेहरू अन्य कुराहरू सुनेको थियौँ यहाँ चाहिँ सबैले अलिकति यसलाई चासो नदिएको जस्तो नै थियो किन भन्दा हामीहरूले मलाई लाग्छ यो खोला अघि हाम्रो सहयोगजीले भने जस्तै यो खोला जहिले बौलाएर होइन यसलाई एकपट्टि डाइभर्सन गरेर यसलाई तुरुन्तै आरसिसी कङ्क्रिटबाट गर्दा पनि हुन्छ किनभने फेरि आउँदो दिनमा यत्रो बाढी फेरि नआउँदा किनभने यो त 2025 सालमा आएको बाढी यति भनेर हामीले सुनेको त्यो 2025 सालदेखि अहिले 81 सालमा आयो भनेपछि त यसले त फेरि समय त लिएला तर अब हामी चाहिँ हिजो चाहिँ बाँच्न आएको बाँच्न आइनुपर्छ भन्ने खालको धारणालाई हटाएर यसलाई चाहिँ बरुन्दा श्रमदान चाहिन्छ भने हामी पनि गरिदिनुपर्छ दिन्छौँ त्यसलाई अगाडि छिटो गर्नु त्यसभन्दा चाहिँ तपाईँको माथि फर्दर प्रोसेसको लागि के अरे अब त्यो बेली ब्रिज त्यो नयाँ बेली ब्रिजकै लागि चाहिँ तपाईँ निर्णय गरेर पठाउनु होइन राज्य हाम्रो हो भनेदेखि त हाम्रो लागि नागरिकको सुरक्षाको लागि त राज्य त जहिले उपस्थित हुनुपर्छ नि त राजमार्गको समस्या मात्रै समस्या होइन नि त नागरिकको समस्या भनेको त दूरदराजका नागरिकको पनि समस्या हो नि त त्यो हिसाबले चाहिँ तपाईँको सबैले साझा रूपमा चाहिँ निर्णय गरेर पठाउनु त्यसको चाहिँ तपाईँको अर्थ रहन्छ होला त्यसभन्दा पछाडि के यसको छ डाइभर्सन नै हो पहिलो प्राथमिकता यसो गर्दा दुईटा विकल्पमा जानु पर्यो एउटा चाहिँ बेली ब्रिजको लागि त्यो नयाँ ल्याउनु पर्यो दिनु पर्यो त्यो ल्याउनु पर्यो बनाउनु पर्यो त्यो एउटा विकल्प हो अहिले माथि निर्णय गरेको विकल्पमा आयो दोस्रो चाहिँ त्यहाँको भौगोलिक स्थिति हेर्दा यी सबै कुरा अध्ययन गर्दाखेरि के देखिन्छ भन्दाखेरि अहिलेको डाइभर्सनै हो जसले जे भने पनि त्यहाँ चाहिँ अहिले भूगोल फराकिएको छ र त्यो क्षेत्रमा बेली ब्रिज लाएर त्यो अर्को 1 महिनामा टिक्न सक्छ है त्यसो गर्दा अहिलेको विकल्प त्यही हो 2 मा 1 गर्नुपर्छ जब त्यो फुल त नथाप्नु बाँसको त होइन त्यसले गर्दा समस्या तपाईले कुरा बुझ्नु भएन सिडिओ साहबले सोध्नुभयो नि त त्यो नमुना के गर्ने डाइभर्सन छँदैछ डाइभर्सनको बगाएर लग्यो र बेली ब्रिज भएर के गर्ने भन्दाखेरि विकल्प बाँसको पुलले पनि हामी तरेको छौँ विकल्प नखोजौँ भने हुनैपर्छ भन्ने दुईटा अप्सन राख्नुभयो अब हामी जनताप्रति उत्तरदायी
कि भएन कि हामीले हाम्रो साथ मात्रै जोगाउने त्यो चाहिँ कसले के गरौँ भन्ने हिसाबले हामीले अलिक धेरै कुराहरू आएको छ जस्तो लाग्छ। त्यसो गर्दाखेरि पनि अब यो चाहिँ अब के अरे प्राविधिक हिसाबले सकिँदैन सकिन्छ भन्ने भन्दा पनि हामीले चाह्यौँ भने हामीले काम गर्न त सकिँदो रहेछ नि त। चाह्यौँ भने हामीले हरेक हिसाबले काम गर्नलाई सक्ने गरेको हुने रहेछ। त्यसले गर्दाखेरि अब बेली ब्रिजको माथिको सन्दर्भमा प्राविधिक हिसाबले ल्याउँदाखेरि त्यसका चाहिँ सामग्रीहरू समस्या हुन्छन्। सामग्रीहरूले चाहिँ कहिले चाहिँ नटबल्टहरू मिल्दैनन्, नमिल्दाखेरि बाहिरबाट ल्याउनुपर्छ भन्ने कुरामा हामीले बनाउन सकिँदैन भन्ने कुरा मात्रै एउटा कुरा रह्यो होइन। र अघि चाहिँ कङ्ग्रेसको सभापतिज्यूले भने जस्तो एकचोटि हामीले यहाँबाट चाहिँ माथि फेरि पनि अनुरोध गरौँ अर्को बेली ब्रिजको लागि गरौँ, किनभने त्यहाँका चाहिँ सामग्रीहरू नपाउने कुराहरू चाहिँ प्राविधिक हिसाबले तपाईँहरूले लेखिदिनु पऱ्यो। तपाईँहरूले प्राविधिक हिसाबले त्यो हिसाबले लेखिदिइसकेपछि हामीले राजनीतिक हिसाबले के गर्नुपर्छ, को धर्ना बस्नुपर्छ कि के गर्नुपर्छ, हामीले राजनीतिक हिसाबले त्यो कुरा गर्नलाई हामी सबै राजनीतिक दलहरू तयार हुनुपर्छ। र यसमा मेयर साहबदेखि समन्वय प्रमुख सबै सिडिओ साहब सहितलाई हामीले अनुरोध गरेर के गरेर हुन्छ हामी जनताप्रति उत्तरदायी बन्नुपर्छ। त्यसले गर्दाखेरि हामीले पहिलो नम्बरमा अर्को बेली ब्रिजको लागि चाहिँ यहाँ पहिलो निर्णय गरौँ। त्यस पछाडि अब भएन हामीले राजनीतिक हिसाबले गर्न त लागेपछि कसो सकिँदैन होला होइन। हामी लाग्ने प्रतिबद्धता जाहेर गरेर अब तपाईँहरूले त्यो चाहिँ बेली ब्रिजको चाहिँ प्राविधिक हिसाबले यी समस्या छन्, यी समस्या भएपछि सामग्री नआउँदाखेरिका यी समस्या हुन् र अहिलेको त्यो चाहिँ पानीको बहाव यो कारणले यी के हुन् कारणले त्यो कारण चाहिँ प्राविधिक हिसाबले तपाईँहरूले लेखिदिनु भयो भने र आज निर्णय गरेर त्यो निर्णय बोकेर को जानुपर्छ कसरी जानुपर्छ त्यो हिसाबमा हामी तयार छौँ राजनीतिक हिसाबले र त्यही हिसाबले अगाडि बढौँ होला भन्ने लाग्छ मलाई चाहिँ। भेमे खोलाको सवाल भौतिक पूर्वाधार मन्त्री जुन प्रदेशबाट नै यो आएको योजना भनेर पटक तपाईँको अगाडि प्रतिबद्धता गराइयो हाम्रो महामन्त्री नेताहरूले हाम्रो ज्वाइँलाई रामसरको त स्वयं बहिनी चाहिँ हाम्रो जननेता पटक तल गएर कतिपल्ट रुई कराई गरियो। अब यो त्यति बेला व्यवस्था गरियो। अब के अरे जब राति जब अनि काट्यो भने जस्तो अहिले चाहिँ अब हामी हतारिरहेका छौँ। अब यसको मूल कारण त्यो मन्त्रीज्यूको केही बाध्यताहरू चाहिँ छन्। यो अब भन्दै पर्दाखेरि चाहिँ एउटा गठबन्धनको सरकार एकातिर कसले त्यो अर्थमन्त्रीले लिने कि मुख्यमन्त्रीले लिने कि भौतिक पूर्वाधार मन्त्रीले लिने त्यो सबै हामीले बुझेकै छौँ। यतातिर पनि रहेछ। अब अहिले विपद समितिबाट माथि विशेष तरिकाले मेयर साहब माथि पुगेर मैले रमेशलाई पनि भेटेँ। त्यो गरेको पनि कहिले यतातिर दिने अर्को काभेरीमा कहिले पश्चिममा यो बडो यो अनिर्णयको बन्दी 5 तर बन्द पुग्यो। हामीले यो ठुलै नभन्दा केही छैन। हामीले 50-60 वर्षसम्म त्यतिकै हाम्रो पुर्खाहरूले के अरे फर्के साङ्गु बनाएर के अरे बाँसको उसबाट परेको होइन र त्यो होला हिजो थिएन त पक्की पुल थिएन। अब नहुँदा के हुने तर हामीले हुनैपर्छ भनेर यो समितिले कम्तीमा त्यसैले अर्को ठाउँको फुकाएर ल्याउने होइन, नयाँ हामीले सामान दिनु पऱ्यो। अघि प्राविधिक सरहरूको जुन रिपोर्ट आयो नि मैले शैलेन्द्र सरसँग अलि बढी ती कुरा गरिरहेको छु बेला इलामको भौतिक पूर्वाधार हाकिमसँग पनि अलि बढी फोनमा कुरा गरिएको छ। त्यो हाम्रो बाध्यता हो। हामीले के हेरेर बस्यो भनिरहेका छन् नि त त्यसकारण हामीले भन्नुपर्ने दिन आयो। त्यति बेला तपाईँहरूले नि अलिकति कडाइका रूपमा अगाडि बढ्नु भएन हो कि सिडिओ साहब तपाईँ हामी बढेको मेयर साहब हामीलाई नि अलि नपत्याएको हो कि माथि होइन। त्यसकारण यो बेली ब्रिज कुनै न कुनै ठाउँबाट 5 तर जिल्लाको फेमे खोलालाई दिलाउनै पर्यो भनेर विशेष समितिलाई माथि हामीले सिफारिस गरेर पठाउँ। आयो भने त्यो 1 करोड 60 लाख पुगेन भने मेयर साहबले मैले भनेको छु पटक 10-20 लाख 30 लाख कहाँबाट उठाउने त्यो पनि तपाईँले थपिदिनु पर्यो। आयो त अहिले काभेरीको पुल ल्याएर बेली ब्रिज बनाउँछु भन्न चाहिँ सकिँदैन। हिजो मात्रै हाम्रो साथीहरू गएर हेरेर आइसक्नुभयो। जो असम्भवै जस्तो हुन्छ किन उतापट्टिको पानीको बहाव सबै वारिपट्टि छ। अब काभेरीको पानीको बहाव रोकेर त्यो बेली ब्रिज खोल्न सक्ने सम्भावना पनि छैन। फेरि दिन प्रतिदिन बढेर जान्छ नदी र हामीलाई नयाँ बेली ब्रिज अब विपदको बेली ब्रिज हामीलाई पहिले जसरी गृहमन्त्रीज्यूले हेटौँडाको बेली ब्रिज उपलब्ध गराउने भन्नुभएको थियो त्यो बेली ब्रिज उपलब्ध गराउन सक्नुभयो भने काम सम्पन्न हुनसक्छ। र आज पनि माथि कुरा हुँदाखेरि अब त्यहाँबाट पूर्वाधार कार्यालयले माथिबाट बेली ब्रिज खोल्न सकिँदैन भन्ने पत्र गर्नुभयो भने हामी त्यसमा चाहिँ पुनः फेरि हामी अगाडि बढ्छौँ भने आज पूर्वाधार कार्यालय पनि हामीले पत्रदान नगरपालिका गरिसकेका छौँ। त्यसमा अब केसम्म गर्न सकिन्छ होइन माथिको पनि अब के आधिकारिक कुरा के हुँदो रहेछ मन्त्रीज्यूले हाम्रै सामनेमा अब
विपद प्राधिकरण के अरे विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुखलाई निर्देशन दिएर हुन्छ, हामीसँग छ पुल, हामी पठाउँछौँ, यसमा कुनै दुविधा छैन, तपाईँहरू जानुहोस् भनेर भनेको कुरा अब यहाँ आज घुमेर गएर काबेलीमा पुगिरहेको छ। अब काबेलीको पुल खोलेर ल्याएर असारभन्दा अगाडि यो बर्खाभन्दा अगाडि हामी त केही गर्न सक्दैनौँ। काबेलीकै पुल हो पनि अब सक्दै सकिँदैन, नसक्ने कुरामा हामी नलागौँ र अब सकिन्छ भने अझै पनि प्रयास गरौँ। नयाँ पुलको लागि हामीसँग स्टकमा पुल पनि छ, 4वटा पुल छ भन्नुभएको छ विपद प्राधिकरणको, र हाम्रै पुल हो भन्नुभएको छ उहाँहरूले। यो सडक विभागलाई पनि हस्तान्तरण गरेको छैन, हामीले हेटौँडामा राखेको मात्रै हो हाम्रो विपदको पुल हो भनेर उहाँहरूले त्यतिसम्म कुरा भइसकेको छ। हामी अगाडि बढेको थियौँ, अब अहिले आएर अब यसलाई कसरी चाहिँ अब यो वर्षा कसरी टार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीलाई अत्यन्तै समस्या भयो। अहिले आएर हामी अहिले बनाइहालौँ भन्छु, मलाई चाहिँ अहिले देख्दाखेरि केही बन्ला जस्तो मलाई चाहिँ लाग्दैन। अब मलाई त त्यो यो डाइभर्सनको कुरो छ नि, डाइभर्सन पनि तपाईँको त्यहाँ बनाउने नि डाइभर्सन खोला ठुलो भएपछि त त्यो डाइभर्सनसम्म अहिले पुग्ने एप्रोच रोड पनि त बनाउनु पर्ला नि त। डाइभर्सन मात्रै बनाइयो अनि यताबाट जाने बाटोसम्म खोला यतातिर आएर पुग्यो भने त त्यो त गाडी त भोलि कुदाउनु सकिँदैन, त्यो पनि समस्या छ। अब तपाईँको बेली ब्रिज अब भएन, बेली ब्रिजै मात्रै बनाउने भने कि सिधै त्यो 13 मिटरवाला त्यो ढुङ्गा छ नि त्यहाँदेखि पारि त्यहीँ त्यो लाउनु पऱ्यो, त्यहीँ वाल चल्लायो, त्यहीँबाट पारि तन्काइदियो, एप्रोच रोड फेरि चाहिएन। अब एप्रोच रोडको पैसा चाहियो। तपाईँहरूले भने जस्तो मैले बुझेअनुसार एप्रोच रोडको लागि पैसै छैन। अब 1,60,00,000ले त्यो हामी यताबाट जाने अनि त्यो बेली ब्रिजलाई पुरा बनाउन पनि झन्डै हम्नु पर्छ। अब पारिको ढुङ्गा काट्ने बाँकी छ, अब त्यो ढुङ्गो नकाटी बाटै निक्लिँदैन। अनि त्यहाँ त्यो अगाडि बनाउनु त ल ढुङ्गा काटिसकेपछि त्यत्तिकै बालामा कुदाउला, त्यो आफ्नो ढङ्ग। अनि यसले गर्दाखेरि यहाँ त धेरै समस्या मैले चाहिँ देखिरहेको छु। अब मैले केही निर्णयहरू प्रस्ताव मात्रै गरेको छु। यो भाषा संशोधन गर्न मागिन्छ, छोटो लामो हुन्छ, यसलाई हामी संशोधन गरेर हजुरले सही गर्न सक्छौँ। अहिले सही गर्न सफलता छैन। हेमे खोलामा पक्की पुल निर्माण गर्ने पहिलो चाहिँ हाम्रो आगामी अब 22-83 बजेट छुट्याउनु पऱ्यो सम्म माननीयहरू लगायत सबै प्रदेश सरकारसम्म चाहिँ बजेट छुट्याउन अनुरोध गर्ने पहिलो निर्णय हाम्रो होइन। पक्की पुल त हुनै पऱ्यो नि, यो बेली ब्रिजहरू त। अनि सङ्घ सरकारसँग नयाँ बेली ब्रिज तत्काल मागी जडान गर्ने दोस्रो भाषा। तेस्रोमा केही विकल्प पार नलागे बलियो खालको डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने।